यहाँ चाहिँ गाडी पनि नपाउँदो रहेछ हैन। अनि यसरी हिँड्नु पर्दाखेरि एकदमै गाह्रो लागेछ। गाह्रो त के भन्नु हैन, चिसोले चाहिँ। अनि उकालोमा मन्दिर गएको, अनि गाडी नै नपाएर हामी चाहिँ हिँड्दैछौँ। 8 किलोमिटर 8-9 किलोमिटर छ यहाँदेखि माथि चढ्नु चाहिँ। प्लान्चोक मन्दिर, भगवती मन्दिर हैन, प्लान्चोक भगवती मन्दिर। हामी चाहिँ यहाँ जाँदैछौँ, दुईजना साथीहरू चाहिँ गइसक्नु भएको छ। फर्स्ट टाइम जानु लागेको गाई स्टोरी हेर्नु न, यति धेरै गाह्रो भइसक्यो हिँड्दा हिँड्दै। मेरो साथी चाहिँ हिँड्न गाह्रो भइरहेछ, उसलाई चाहिँ अब एकछिनपछि बोकेर लानुपर्ने स्थिति हुन्छ उसलाई हैन। मलाई बोक्न सक्ने हो कि हैन। अब यता हेर्नुहोस् न, कति धेरै उकालो छ हैन। यस्तो कुहिरो छ, अनि जङ्गल जङ्गल सबै जङ्गल छ। अनि हामी चाहिँ साथी चाहिँ बसौँ न हौ बसौँ भन्दै थियो। अनि मैले चाहिँ बस्दाखेरि बसौँ बसौँ भन्ने, उ चाहिँ झमझम भन्ने के। बस्दाखेरि अब हैन, हिँड्नु र बस्नुमा धेरै फरक पर्छ। अनि बस्यो भने चाहिँ अब बस्या हुन्छ, हिँड्यो भने त अब थोरै भए पनि बाटो छोटिन्छ भनेर उसलाई चाहिँ फकाउँदै हिँडाउँदै गरेको। अझै आधी बिचमा आएर बसौँ के बसौँ न भन्दै छ हैन। ओहो मेरो साथी यस्तो छ यहाँको दृष्टिहरू चाहिँ। कहाँ गएको साथी तिमी? मन्दिर। ओहो हिँड्नलाई कति गाह्रो भएको छ है मोटो मान्छेलाई। मलाई नि गाह्रो त हुन्छ नि, तिमी जस्तो पातलो छैन म। पातलो भयो नि त गाह्रो हुन्छ उकालोमा। गाह्रो भइरहेछ। तिमीलाई अहिले नाम लगाएर पुग्छु गाडी पनि नपाउने है, कस्तो ठाउँ ओके अन्त पाउँछ भनेर हिँडेको हैन। अहिलेसम्म गाडी नै गर्मी भइसक्यो, अघि त जाडो भइरहेको थियो, अन्त गर्मी भइसक्यो। तिमीलाई त्यही भएर कि हिँड न त नि ज्यान तात्छ भने त्यही भएर के। तिमी अघि कालो निलो भएको थियो जाडोले, अहिले त गर्मीले रातो भइसक्यो। अब ज्याकेटै फुकाल्नु जस्तो गरिसक्छु। यस्तो उकालो छ हैन। चाहिँ कति टाढादेखि आएको चाहिँ बाटोहरू चाहिँ यस्तो छैन। यो चाहिँ श्री भगवती श्री प्लान्चोक भगवती मन्दिर जाने बाटो हो। यहाँ चाहिँ काभ्रे प्लान्चोक जाने मन्दिर बाटो हो यो चाहिँ। हामी चाहिँ पुरै उकालोमा सिकान तान्दै स्याक स्याक गर्दै हिँडिरहेछौँ। माया नै माया छ चिसोले तिम्रो गाउँमा। मेरो गाउँ कहाँ यहाँ हो त नि, मेरो त धेरै भेट्न आउँदैछु तिम्रो ठाउँमा। ल ल ए जिन्दगी गाह्रो छ हो, गाह्रो छ मोटो मान्छेलाई हिँड्नलाई। हामी कति किलोमिटर हिँड्यौँ? लगभग हामी 2.5-4 किलोमिटर हिँड्यौँ होला। 4 नो